यसरी देखिए भेटिए यहाँ रहेछ नि त हो रहेछ नि त पालौँ हैन ओहो यसलाई पाल्नु सुन्दर प्रकृतिको यो उपहार हो यसरी यो अत्यन्तै रमणीय च्याउ एक ठाउँ भेटियो अझै पनि यता कति भनेर यो र यो पारिपट्टि यो ठुलो चट्टान हजुरहरूलाई देखाइरहेको छु यस विद्यालय छिरुवा आधार विद्यालयको संस्थापक खम्बीर राई ज्यूको जग्गा हो हैन उहाँ चाहिँ हैन त्यसरी जाने अरू ठाउँबाट प्रवेश गर्न सकिँदैन हैन सर यसको सबैभन्दा प्रवेशद्वारै यहीँ हो हैन यहाँ यसकै छ काफलगेरी कुटुकै सानो छ तर है हजुर अब विगत वर्षमा एकदमै राम्रो भावमा जान्थ्यो अब अहिले पनि डबल एस मुटु काम्ने हैन काडेको हुनाले त्यहाँनिर जो कालो भएको बिचमा थोप्रो देखिन्छ यो ढुङ्गामा धेरै आकृतिहरू एकदमै निहालेर मध्यनजर लगाएर हेर्दाखेरि चाहिँ हामी देख्न सक्छौँ हैन तर ठ्याक्कै हामीले भगवान रामले टेकेको पाइला हैन पाइताला भनेर पाइताला चिन्न सक्छौँ अग्रजहरूको भनेअनुसार चाहिँ हैन हजुर यो भगवान शिवको लिङ्ग भनेर चाहिँ हैन हजुर अग्रज व्यक्तिहरूले चाहिँ भनिराख्नु भएको सर्पको आकृति है ठ्याक्कै सर्प चाहिँ यहाँ देखिन्छ हैन हजुर सम्पूर्ण साथीहरू यतिखेर हामी चाहिँ छिरुवा विद्यालयमा छौँ र यतिखेर चाहिँ हामी यहाँदेखि हामी थोरै जङ्गलको यात्रा गर्न लागिरहेको छौँ त्यो केही यसो हाम्रो स्कुल नजिकै केही च्याउहरू निङ्गुरेहरू उत्पादन हुने भएको हुनाले त्यसको खोजीमा हामी राष्ट्रसँग जान लागिरहेको छौँ र सँगसँगै यहाँ रहेका विभिन्न आकृति जो प्रकृतिमा रहेका आकृति यो चट्टानमा रहेको विभिन्न आकृतिहरू पनि म केही समय पछाडि हजुरहरूलाई देखाउने छु है त र हामी चाहिँ यो च्याउको खोजीमा हाम्रो राज सर निकै भेगीदार हुनुहुन्छ त्यही भएर उहाँको साथमा हजुर यहाँदेखि अलिक गाह्रो रहेछ तर पनि कसरी हामी जम्प गरेर जानुपर्छ होला यो विगत समयमा गएको बाढी पहिरोको कारण नि बाटोहरू धेरै गाह्रो भएको हुनाले हजुर अब केही समय पछाडि जुन च्याउ पनि हामी भेट्न सक्यौँ भने हजुरहरूलाई देखाउनेछौँ र यसलाई चाहिँ हाम्रो निकै जोखिम यात्रा छ है सर अलिक होसियारीपूर्वक जानुपर्ने हुन्छ हजुर निकै सङ्घर्षपूर्ण यात्रा रहेको छ यहाँदेखि म झन्डै पो गयो त सँगसँगै हाम्रो विशेष गरेर टार्गेट चाहिँ यो रुखको फेदोमा त्यो एउटा के जाति च्याउ हुन्छ भन्ने सुन्नमा आएको कारण हामी जाँदैछौँ के सर के च्याउ पो भन्नुभयो सर त्यसमा पाउने त हजुर 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 ल हजुर हजुर ठिक छ हामी आशा राखौँ पलाएको छ होला भन्ने र यसरी यो माथिबाट जोखिमपूर्ण यात्रा सँगसँगै हामी त्यो रुखतिर प्रस्थान गरिरहेका छौँ हजुर लगभग यो तलतिर सिरिसमा हामी चाहिँ हेर्न गइरहेको छौँ है साथीहरू प्रवेशद्वार निकै गाह्रो छ होइन हिजो पनि हामी थोरै अर्को डामफाक्ले भन्ने च्याउ चाहिँ भेट्न सफल भएका थियौँ होइन सर हजुर बाढीले गर्दा अलिक गाह्रो छ यो चाहिँ हामी ठ्याक्कै ब्रेक टाइममा है साथीहरू यो टिफिन टाइममा हामी चाहिँ यो स्कुल नजिक एक्सर्साइज पनि हुन्छ त्यस्तै गरेर अर्ग्यानिक यो च्याउ पाइयो भने धेरै राम्रो कुरा झन् र विशेष गरेर सधैँ आहा पाउने ठाउँ हो रहेछ ल एउटा च्याउ चाहिँ यसरी देखिए भेटिए यहाँ रहेछ नि त हो रहेछ नि त पालौँ होइन ओहो यसलाई पाल्नै पर्छ होला हौ सर अलिक ठुलो भएर होइन ठुलो बनाएर खाने हो यसलाई ठुलो बनाएर खानुपर्छ हजुर ल है साथीहरू यसलाई चाहिँ यो चाहिँ के च्याउ भन्नुभयो सर यो थुम्से चाहिँ हो यो थुम्से पछि चाहिँ यस्तो फिजेर ठ्याक्कै यो अब यसले यत्रो बढिरहेको छ पछि यो लगभग
5-6 किलोको हुन्छ होइन सर? त्यो झ्यास चाहिँ हामी तानिराख्नुपर्छ पछि झ्यास त्यो च्याउमा टाँसिने सम्भावना बहुत हुन्छ। है साह्रै दामी हुन्छ है यो साथीहरू। यो च्याउ चाहिँ हजुरहरू पनि हामी चाहिँ यसरी प्रकृतिसँग रमाउँदै ट्याक्क है त आइपुगेका छौँ यो जुन च्याउ उम्राउने ठाउँमा। कता कताबाट सुन्नमा आएको थियो ठ्याक्कै उम्रेको रहेछ। ल साथीहरू यो ठुलो रुख छ, यसको फेदमा है साथीहरू पलाउने चाहिँ मिल्यो जो खान मिलो र यसरी यो रुखहरू रहेको छ। यसको फेदमा यसरी पलाउन सक्ने रहेछ। अत्यन्तै सुन्दर प्रकृतिको यो उपहार हो। यसरी यो अत्यन्तै रमणीय छ। तलतिर चाहिँ यस्तो डेन्जर छ नि फेरि साथीहरू, यो पारीतिर चट्टान र यसको मासतिर हाम्रो विद्यालय है त। यसलाई त्यही त भागमा परेछ। हाम्रो भागको पार्नको लागि चाहिँ कसैले यता सूचना पो नदिने बेला हुँदैन सर। एकदमै हामीले हाम्रो हातमा पार्नको लागि चाहिँ हामीले सूचना फ्लास नगर्ने। यो अरूले सुन्नमा आयो भने फेरि यो लान्छन् होला। यसरी यो चाहिँ यो भरि हुन्छ। ल अहिलेलाई म यति देखाएर छु, भोलिपछि यो कत्रो हुन्छ यो पनि हजुरहरूलाई देखाउने थियो है त। च्याउ एक ठाउँ भेट्यो, अझै पनि यता कति भनेर यो अप्ठ्यारो ठाउँ छ। यस्तोमा खेततिर हेर्नुपर्ने हुन्छ र कहीँ च्याउ चाहिँ यस्तैमा पलाउने चिज हो। पलाउने रहेछ यो हुन्छ अधिकांश मुढाहरू ठुट्ठा मुढामा मात्रै पलाउँछ। तर यो च्याउ चाहिँ प्रायः यसरी के अरे जिउँदै रुखको खेतमा पलाउने खालको छ। साक्क यो चाहिँ यति राम्रो पलाइरहेको छ। यसलाई छुन चाहिँ मिलेन होला होइन? छुयो भने यसलाई बढ्न सक्दैन होला होइन? हामीले बाहिर चाहिँ सरसफाइ गरिसकेका छौँ। अब यसको यो वर्षको यति एउटै मात्रै प्याक पलाउने सम्भावना देखियो। र हाम्रो राजसरले यसरी खोज्दै हुनुहुन्छ च्याउ। हजुर यसको हाँगा जरा बागरमा पलाउँछ। र यो पारिपट्टि यो ठुलो चट्टान हजुरहरूलाई देखाइरहेको छु। यसमाथि चाहिँ लगभग 1 रोपनी जति जग्गा खाली ठाउँ रहेको छ। त्यहाँ विभिन्न यो औषधिजन्य यो राहाङको बोट लगायत पहिला यो कार्डमम अलैँचीहरू पनि उत्पादन हुने ठाउँ छ। यो अचम्मको ठाउँ छ है त साथीहरू। र हामी यसरी यो च्याउलाई खोजेर अब निगुरे सँगै हामी अर्को बाटो र जो अघि मैले भनेको थिएँ हजुरहरूलाई यो चट्टानमा रहेको विभिन्न आकृतिहरू रहेको छ। त्यहाँ चाहिँ भगवान् रामको पाइला अनि त्यस्तै गरेर सर्पहरू लगायत म विभिन्न कुरा देखाउने छु। हजुर गाह्रो छ होइन? च्याउ खानलाई गाह्रो छ हौ साथीहरू। यो बाटो निस्किनुपर्छ। र साथीहरू यो चण्डेलुङ विशेष गरेर अब म केही समय पछाडि साथीहरूलाई यो चट्टान यो माथि पनि म लानेछु। यहाँ चाहिँ के छ, राहाङको बोटहरू छ होइन सर? जडीबुटी राहाङ लोटसल्ला पुरै व्यवस्थित रूपमा रोपिएर हजुर खेतीको रूपमा गरिएको छ होइन। यो चाहिँ हाम्रो आलेलुङ छ निवासी पूर्व यस विद्यालय छिरुवा आधार विद्यालयको संस्थापक खम्बीर राई ज्यूको जग्गा हो होइन। उहाँकै घरमा चाहिँ त्यो के अरे लोटसल्ला रोप्नु भएको छ होइन। हजुर लोटसल्लालाई अब उमेर पुगिसकेपछि अलिक देख्न सक्छौँ हामीले होइन। केही समय पछाडि हामी त्यहीँ जान्छौँ नि होइन सर? जान्छौँ सर। ए ओके। र यतिखेर हामी जुन चट्टानमाथि जो रक छ त्यसमाथि औषधिजन्य त्यो राहाङ भएको ठाउँमा हामी जाँदैछौँ त साथीहरू। अब त्यो चट्टानको बिचमा पनि सानो गोरेटो मान्छे छिर्ने रहेको छ। यो अचम्म छ नि होइन सर? यो अत्यन्तै ठुलो चट्टान प्रकृतिले पनि कसरी तयार गरिदिएको होइन? ठ्याक्कै यसरी हो। ल त्यसरी जाने। अरू ठाउँबाट प्रवेश गर्न सकिँदैन होइन सर? यसको सबैभन्दा प्रवेशद्वारै यहीँ हो होइन? है त साथी, यहाँ यसरी यो चट्टानमा विभिन्न आकृतिहरू यसरी रहेको छ। सँगसँगै यहाँदेखि प्रवेश गर्न सजिलो यो वरिपरि यो चाहिँ पुरा रहेको छ। अरू ठाउँबाट प्रवेश गर्न नसकिने यो। ल यहाँ निस्केछ काफलगेरी कुटुकै सानो छ तर है?
अलि पछि फल साइडले पनि अनि अर्को राङ यो लोटसल्ला होइन लोटसल्ला यो चाहिँ लोटसल्ला यो निकै महँगो रूपमा बिक्री हुन्छ नि सर यो पात बिक्री हुने होइन यो पात हजुर हजुर पात अब विगत वर्षमा एकदमै राम्रो भाउमा जान्थ्यो अब अहिले पनि डबल एक्स बजार छ पक्कै हजुर यहाँ खेती गरेको धेरै बोटोक्नु भएको छ हाम्रो यहाँ अम्लिसोहरू पनि लगाएको थिएछ होइन के अरे लोटसल्ला राङ चाहिँ धेरै मात्रामा लगाइएको रहेछ पहिला यहाँ सर अलैँची खेती पनि थियो भन्नेमा सुन्नमा आयो नि सर सुरुमा रोप्नु भएको थियो हजुर पछि चाहिँ फेरि के अरे यो लोटसल्ला राख्नुभयो लोटसल्ला राखेपछि अलैँची मासियो हजुर मासियो र यो वरिपरि त प्रायः उहाँको खेती भनेको अलैँची नै छ है र यसरी हाम्रो विद्यालय चाहिँ यहाँ मासतिर छ है साथीहरू र साथीहरू यसरी यो वरिपरिबाट यो चाहिँ कुनै पनि मानिसहरू लगायत विभिन्न तस्करहरू वन्यजन्तुहरू केही पनि प्रवेश गर्न सक्दैन जुन अघि हामी प्रवेश गरेका थियौँ त्यही मात्रै एउटा मार्ग रहेको छ र यो ठुलो क्षेत्रफल रहेको छ यसमाथि लगभग 1 रोपनी भन्दा धेरै क्षेत्रफल रहेको छ र यसरी यहाँ सबैतिरबाट यसरी यो कम्पाउन्डभन्दा खतरा रहेको छ यसरी यो चाहिँ भिर रहेको छ भिरमाथि है त साथीहरू यसरी यो वरिपरि छ है यसरी म भित्रभित्र छिरिरहेको छु काँडाले घोस्ने रहेछ अलिकति काँडा रहेको हुनाले प्रवेश गर्न गाह्रो भइरहेछ यसरी यहाँ चाहिँ वरिपरि यो सबै क्षेत्रफरि कति राम्रो तार रहेको छ यो मुनि सब वरिपरि भिर हो एउटा ठुलो चट्टानमाथि है साथीहरू यसरी यो अत्यन्तै रोमान्टिक ठाउँ छ यहाँदेखि मुनि यसरी तल धेरै ठुलो भिर रहेको छ चट्टानै हो यो मुनितिर यो अलैँची बगान यो चाहिँ धसिङ्ग्रे यसको तेल अत्यन्तै महँगो रूपमा बिक्री हुने गर्दछ यसरी विभिन्न ठाउँमा घुमिरहेको छु यो अघि पारिबाट हजुरहरूलाई देखाएको ठुलो भिरको टुप्पोमा छु यतिखेर त्यो भिरमाथि जुन भिरमाथि चाहिँ यस्तो ठाउँ छ यति मजाको आनन्द छ बस्नलाई जुन पारिबाट देखाएको ठुलो भिर है साथीहरू ठ्याक्कै त्यो भिरको टुप्पोमा म यतिखेर जुन पारिबाट देखिएको ठुलो सेतो भिरको टुप्पोमा ल हेर्नुहोस् के जोखिम छ यो ठ्याक्कै अघि मैले पारिदेखि देखाएको ठुलो भिर हजुरहरूलाई यसको टुप्पोमा यति ठुलो क्षेत्रफलमा रहेको यो तार रहेको छ यहाँ मुटु काम्ने है सर तलदेखि मेरो यहाँ थिचिदिनुहोस् ल म यहाँनिर म झर्दै गरेको बिचमा क्लिक गरिदिनु यहाँ माथि छ माथि उता मैले पौज गरेको छु तल झरेर ल यो हाम्रो अक्करको ढुङ्गा त्यहाँनिर चाहिँ एउटा पाइला छ नि उतो ढुङ्गामा नि छ नि त्यो पाइला अनि अलिक उतो एउटा लिङ्ग जस्तो पनि छ नि के जाने पर चाहिँ सर्प जस्तो होइन
र यतिखेर ठ्याक्कै हामी चाहिँ यो चट्टानको फेदामा छौँ। यो चट्टानमाथि है हाम्रो एउटा विद्यालयको भवन रहेको छ, जुन भवन चाहिँ यसरी चट्टानमाथि रहेको छ र यसको फेदमा यो सबै विद्यालयले लगाएको अलैँची खेती विद्यालयको भौतिक तथा प्रशासनिक विकासको निम्ति यो केही हदमा टेवा पुग्छ भन्ने हेतुले लगाइएको यो अलैँची र यसरी यो चट्टानमा यो के थियो, अरिङ्गाल थियो होइन सर? अरिङ्गाल, त्यहाँ अरिङ्गाल थियो। अरिङ्गाल थियो, तर त्यो अरिङ्गाल काट्यो होइन, अहिले अब छैन। काटेको हुनाले त्यहाँनिर जो कालो भएको बिचमा थोप्रो देखिन्छ। यो ढुङ्गामा धेरै आकृतिहरू एकदमै निहालेर मध्यनजर लगाएर हेर्दाखेरि चाहिँ हामी देख्न सक्छौँ होइन सर? यदाकदा मान्छेको पाइला जस्तो देखिने होइन, यो ठाउँमा चाहिँ अरिङ्गाल संरचना जस्तो देखिने चिजहरू देख्न सक्छौँ। अब यसको माथि चाहिँ होइन हाम्रो भवन छ, यसैमाथि सँगै त्यहाँमाथि हामी यो भगवान् रामको पाइला पनि हामी देखाउँछौँ, देख्नेछौँ होइन सर? हजुर, त्यतिखेर हामी मेरो विद्यालयमा आइसकेको छ होइन सर? यहाँ हामी विद्यालय कहाँ पो भगवान् रामको पाइला सर? ठ्याक्कै तपाईँले देखाइदिनु, यो ठाउँको तपाईँ निकै विज्ञ भयो यहाँ मुनि मुनि है। देख्न सक्छौँ। र यहाँ कहाँ थियो ए यो रहेछ है, यसो देख्न सक्छौँ। यो ठ्याक्कै हामीले भगवान् रामले टेकेको पाइला होइन, पाइताला भनेर पाइताला चिन्न सक्छौँ। यसरी यहाँनिर हामी हो। सँगसँगै यहाँ मुनि अर्को के अरे त्यो पनि तपाईँले विश्लेषण गरिदिनु होला। धेर र यहाँनिर यो अघि देखाएको चट्टानमाथि यो चाहिँ के हो त सर? यो ठ्याक्कै यहाँ पनि अर्को आकृति छ होइन? धेरै अग्रजहरूको भनेअनुसार चाहिँ होइन, हजुर, यो भगवान् शिवको लिङ्ग भनेर चाहिँ होइन हजुर, अग्रज व्यक्तिहरूले चाहिँ भनिराख्नु पर्छ। यसो हेर्दाखेरि झन् झन् लिङ्गको आकारमै देखिन्छ होइन। हजुर, यसरी चाहिँ यसको संरचना यसो निर्माण भएको छ। जो हामी यो ढुङ्गाको गाउँमा छौँ होइन, धेरै यस्ता खाले ढुङ्गा छन् होइन संयोगको रूपमा। हजुर, यहाँ तलतिर अघि हामी एउटा ढुङ्गा छ, यो अर्को त्यही त ठ्याक्कै यो लिङ्ग जस्तै पनि होइन, अनर्थ नसोच्नु होला, यो यसरी भगवान् रामकै भन्न सकिन्छ होला। हजुर हजुर, त्यसरी नै हामीलाई एक किसिमले यो पेस्तोल जस्तो पनि होइन, अग्रजहरूले चाहिँ हजुर यसलाई त्यसरी नाम विश्लेषण गर्छन् होइन? गर्नुपर्छ। यस्तो ढुङ्गा खोज्ने हो भने अत्याधिक धेरै छन्। अत्याधिक धेरै ढुङ्गाहरू होइन। अब परतिर हामी के हेर्छौँ सर? त्यहाँनिर होइन अर्को ढुङ्गै छ, सर्पको आकृति पनि हामी देख्छौँ त्यहाँ होइन? यतिखेर हाम्रा विद्यार्थी भाइ बहिनीहरू यहाँ ब्रेक टाइममा खेलिरहनु भएको छ, कसै माथि हुनुहुन्छ र अब भने हाम्रो यो ठ्याक्कै नजिकै रहेको अर्को चट्टानमा हामी प्रवेश गर्दैछौँ र ठ्याक्कै त्यहाँ चाहिँ जो सर्पको आकृतिहरू रहेको छ होइन? ल यहाँनिर एउटा सर्पको आकृति है ठ्याक्कै सर्प चाहिँ यहाँ देखिन्छ होइन? हजुर, सर्पको आकृति यो अब प्रकृतिले आफै बनाएको होइन, अब यो कुदेको होइन, कुदेको होइन। आफै यस्तै आकृतिहरू यहाँ थुप्रै थुप्रै छ यस्तो ढुङ्गा। यता यहाँ पनि एउटा पाइला जस्तो रहेछ, झन् यी मान्छेले त्यस्तै गरेर त्यहाँ टेकेर यसो गएको जस्तो देखिन्छ होइन? सँगै यतातिर होइन? राम यतैदेखि हिँडेर उता गएको अनुमान लगाउन सकिन्छ। हजुर, राम चाहिँ परदेखि टेकेर होइन पाइला टेक्दै टेक्दै यता प्रवेश गरेर जानुभएको होइन? ठ्याक्कै यसरी। र अर्को यो चाहिँ हाम्रो के भन्छ कछुवा आकारको ढुङ्गा होइन? ट्याक्कै यहाँनिर बसिरहेको है, टोटोइस चाहिँ बसिराखेको जस्तो पनि रहेछ। ओहो, र यसरी हाम्रो यो सुन्दर प्रकृति, यो अनुपम उपहार यो भएको ठाउँमा हाम्रो विद्यालय अवस्थित रहेको छ। हजुरहरूलाई यसरी मैले देखाएँ त।